Hello and namaste. This is me Sonamji vlog. तपाईहरुलाई स्वागत छ सोनामजी भ्लगमा। ओ माई गॉड, आज चाहिँ हामी एप्पल स्टोर जाँदै छौं के म आइफोन किन्न जाँदै छु त। आइफोन ओहो यार, आइफोनको कुरा गर्ने बित्तिकै मलाई चाहिँ ठ्याक्कै यो आइफोन 17 को याद आयो। आइफोन 17 लन्च भएको पनि आज अलमोस्ट 10 दिन कम्प्लिट भइसकेको छ हैन। सो हामी चाहिँ आज एप्पल स्टोर क्योतो भिजिट गर्ने छौं। आइफोन 17 किन्ने छैनौं। सो केही छैन, तर के छ कस्तो छ हैन, जो पनि आइफोन 17 किन्न चाहनु हुने सम्पूर्णमा चाहिँ के छ त, आइफोन 17 को फिचरहरु कस्तो कस्तो रहेछ त भनेर देखाइदिने छौं है त। अब हामी टक्क लाएर एप्पल स्टोरमै भेट्ने प्रतिबद्धता जनाउँदै छु। आइफोन 17, ओ माई गॉड, आइफोन 17 आइफोन 17 सिरिजमा चाहिँ साच्चीकै के छ त, कुन कलरमा छ त, के फिचर छ त, के साच्चै फ्ल्यागशिप मोबाइलमा चाहिँ आइफोन 17 ले बाजी मार्ला त हैन। यी यथावत प्रश्नहरूको उत्तर आज हामी खोज्ने छौं, हेर्ने छौं, प्रत्यक्ष जज गर्ने छौं, छुएर हेर्ने छौं, तपाईहरुलाई पनि देखाउने छौं हैन। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट अन द बिलो है त। म चाहिँ यो भिडियो बनाउँदै हिँड्दा पनि कस्तो लागिरहेछ नि, मनमा धेरैवटा कुराहरु खेलिरहेछ के साँच्चै नै आइफोन 17 सिरिज जुन छ, अब 17, 17 प्रो, 17 प्रो मैक्स र 17 एयर हैन, जति पनि मोडलहरु छन् यिनीहरुले चाहिँ 16 लाई 16 भन्दा साच्चीकै बेटर छ त। डिजाइन देखि लगेर हैन, बाहिरी लुक्स भन्दा पनि अब टच फिल हुन्छ नि त, फिलले चाहिँ साच्चीकै बाजी मार्ला त भन्ने यी यथावत क्वेशनहरु चाहिँ मेरो मनमा परिरहेकै छ। सो हैन, म चाहिँ अहिले बाटोमा हिँड्दै गर्दाखेरि पनि पुरा मनमा प्रश्न खेलिरहेछ। यी यथावत प्रश्नहरूको उत्तर चाहिँ अब हामी एप्पल स्टोरमा गएर भिजिट गरेर निकाल्ने छौं। किप वाचिङ, किप सपोर्टिङ। सबैजना स्वस्थ रहनुस्, तन्दुरुस्त रहनुस्, सधैँ माया गरिरहनुस्। Our hearts beat to the city streets. We began to feel the fire. We rise like tall buildings as the chemicals they take us higher. The night's young and it's just begun as she puts her hand in mine. We wanna chase the night, wanna dance to the light, pull the stars from the sky just too hot. हेलो गाइज, ल फाइनल्ली एप्पल स्टोरमा नै आइपुग्यो है। यो चाहिँ क्योतोको एप्पल स्टोर हो हैन। यहाँ चाहिँ पुरै मान्छे भिडभाड छ है। सो म पनि त्यो भिडमा मिसिन जाने छौं। तर 16 आउँदा चाहिँ पुरै इन्टेलिजेन्ट, त्यो एप्पल इन्टेलिजेन्टको पुरा उ गरिरहेको थियो भिड लिमिट चाहिँ। आइफोन 17 को चाहिँ खासै यस्तो राखेको रहेछ यहाँ हैन। मात्रै गएर सुन्छ त ल।
so loud as the hours pass. We're gonna do it all again. We wanna chase the night, wanna dance to the light, pull the stars from the sky, just two hearts running wild. Never sleep, never stop, as we shout from the top. We're gonna be. We're gonna be two hearts running wild. The moonlight, summer sky, it was the best we ever had. And we'll stay young forever. We'll never have regrets. We wanna chase the night, wanna dance to the light, pull the stars from the sky, just two hearts running wild. Never sleep, never stop, as we shout from the top. We're gonna be two hearts running wild. We're gonna be. We're gonna be two hearts running wild. बबाल छ है आइफोन 17 चाहिँ लास्टै फिल दामी है। अनि मलाई एउटा कुरा चाहिँ के राम्रो लाग्यो भने है
हैन यो हातमा लिँदा चाहिँ त्यस्तो उ छैन क्या वेट छैन क्या पुरै है हाम्रो यो यस्तो दामी निकाल्दैछ हैन अनि नयाँ अपडेट चाहिँ घडी 11 सिरिज पनि आइसकेको रहेछ है ल आइफोन 17 को अलमोस्ट सबै भिडियो 8x जुममा खिच्ने रहेछ पुरै हैन यो हो अनि फेरि वाच है वाचहरू पनि अपडेट भएको रहेछ सिरिज 11 आइसकेको रहेछ है सो द्याट्स अल अनि यहाँ चाहिँ अब कलर अप्सनहरू चाहिँ व्हाइट अनि त्यो नेभी ब्लू अनि ओरेन्ज कलरमा रहेछ है त समरीमा आइफोन 17 भन्नुपर्दा चाहिँ बबालै लाग्यो इट्स लाइक अ फिल प्रो है मलाई चाहिँ हातमा लिँदा चाहिँ बबालै दामी लाग्यो है अहिलेसम्मको बेस्ट हैन दामी छ दामी लाग्यो मलाई चाहिँ त्यो क्यामेराको त्यो जुन स्पेस बढाएर चाहिँ त्यो फिल ब्याड हुन्छ होला जस्तो लागिरहेको थियो मेरो अपोनेन्ट चाहिँ तर आज आएर छामेर हेर्दा चाहिँ बब्बालाई लाग्यो मान्छे पनि टन्नै भिड लागिरहेछ सो द्याट्स अल है मेरो पर्सपेक्टिभमा चाहिँ मलाई चाहिँ बब्बालाई लाग्यो हार्ड बेगा यसले चाहिँ बब्बालाई हान्छ जस्तो लाग्यो मार्केट है दामी नै छ है भिडियोहरू जस भ्लगरहरूको लागि त युवा नै भइहाल्यो झनै हैन जो अब भ्लगहरू बनाउने उ छ आई थिङ्क म पनि अपग्रेड हुन चाहन्छु आइफोन 17 मा छिट्टै नै एभ्रीबडी है तपाईहरुलाई कस्तो लाग्छ आई डोन्ट नो तर मलाई चाहिँ मेरो पोइन्ट अफ भ्यूमा चाहिँ बब्बालै लाग्यो है त